एरिका नट अर्थात् सुपारी। सुपारी नेपालको नगदे बालीहरूमध्ये प्रमुख नगदे बाली भन्न सकिन्छ। यो खास गरेर गर्मी क्षेत्रमा हुन्छ। यो चाहिँ उष्ण क्षेत्रमा चाहिँ यसको खेती हुने गर्छ। सामान्यतः समुद्री सतहदेखि 500 मिटर अझ त्योभन्दा तल यसको चाहिँ खेती हुने गर्छ। नेपालको झापा जिल्लामा यसको चाहिँ व्यापक खेती हुन्छ। त्यस्तै इलाममा पनि हुन्छ। झापासँग सीमा जोडिएको क्षेत्रमा, चुरे क्षेत्रमा चाहिँ इलाममा पनि यसको चाहिँ व्यापक खेती गरिएको छ। खास गरेर यो चाहिँ एउटा नगदे बालीको रूपमा लगाउने गरिन्छ। र यो चाहिँ हात्तीको प्रकोपबाट बच्नको लागि एउटा अनुकूलन विधिको रूपमा पनि अथवा एउटा अनुकूलनका लागि चाहिँ यसको खेती चाहिँ व्यापक भएको देखिन्छ। अहिले चाहिँ झापामा यसको खेती एकदमै तीव्र विस्तार भएर देख्न पाइन्छ। यो सुपारी खास गरेर खाद्य बाली त होइन, तर मान्छेले खाँदै आएको छन्, खास गरेर पानसँग। अथवा यसलाई उत्तर पूर्वी भारत त्यस्तै गरेर नेपालको पूर्वी क्षेत्रमा यसलाई चाहिँ गोवा पनि भन्छ है, त्यो गोवाको रूपमा चाहिँ खाने गरिन्छ। हुन चाहिँ यसले भोक चाहिँ मेट्दैन, तर मान्छेले खान्छन्। यसलाई चाहिँ एउटा नसाको रूपमा पनि खान्छ है। तपाईँहरूले अब यो मान्छेहरूले खान थालेको चाहिँ धेरै वर्ष भयो भनिन्छ है। यसको व्यापार हुन थालेकै 3500 वर्षभन्दा बढी भइसकेको चाहिँ अध्ययनहरूले देखाएको छ। अनि जस्तो नेपालमा चाहिँ प्रत्येक वर्ष बोर्डरमा काँचो सुपारीको चाहिँ इन्डिया नेपाल बोर्डरमा काँचो सुपारीको समाचारहरू सुन्न पाइएकै छ है। जे होस्, संसारमा खास गरेर यो दक्षिण पूर्व एसियामा को एउटा अर्थतन्त्रको एउटा मुख्य अंशमध्ये पर्छ यो सुपारीलाई चाहिँ खास गरेर फिलिपिन्सको रैथाने बिरुवा मानिन्छ। हुन त यसको यो मिल्दोजुल्दो बिरुवाहरू नेपालतिर नपाइने होइन। अब भारतको उत्तरपूर्वी भारतमा पनि यो चाहिँ एक किसिम रैथाने जस्तै रूपमा रहेको छ। यो मैले चाहिँ अफिसको